बबाल छ दामी। हिजो यहाँ बस्यो, अब आज लाग्न तयारी यहाँ हुँदैछ। ओइ चिया आएको छैन है? चाउ 2 घन्टामा दिएको थियो, बिना चौधरी अड्लेर आएको पनि त आज फाइनल्ली गाइज अहिले चाहिँ एउटै भाँडामा खाँदै गरेको। अघि चाहिँ यहाँनिर धेरै कसले खायो भन्ने कुरामा मान्छे धेरै खाने जहाँ खलक खुलुक खाने आफू होइन मुखा हेर त मुखा। हेलो गाइज, यहाँ चाहिँ 1 प्लेट मासु अर्डर गरेको। 8 पिस आएको थियो अरे, हामी 2 जनालाई 5 पिस दिएको। मैले 2 पिस मात्रै खाएँ, 1 पिस कता आएको भनेर अझै यहाँनिर हल्ला हल्ला भइरहेको छ। 1 पिस चाहिँ सुशील दाइले खायो क्या हो खाएको हो भन्नु नि हो नि होइन थाहा छैन मलाई थाहा छैन मासु नै नदिएको रहेछ त्यो हुन्छ फेरि साथीहरू। अहिलेसम्म खाइसकेको छैन उनीहरूले चाहिँ, हामीलाई चाहिँ मुला धेरै खायो भने जहाँ कमिलाले मासु लुचे जस्तो के खाएपछि त बकुलाले हड्डी खाए जस्तो खाने हो कि त्यो मासु है छैन, के मासु चाहिँ ल्याइदिनु भनेको, तर मासु थियो मिठै थियो। फाइनली गाइज होइन जोगी राजाको भ्युअर्सहरू फलोअर्सहरू होइन अब यसो हामी चाहिँ आज चाहिँ मगर र राईको बिहे चाहिँ इन्टरकास्ट बिहेमा अनि हामीलाई चाहिँ मगरनी सालीहरूले चाहिँ कोसेली भन्नु भएन, माया गरेर कोसेली चाहिँ एक जम्बुनी हालिदिएको छ। देखाइदिउँ त जम्बुनी दाइ, देखाइदिउँ। हामीलाई चाहिँ सालीहरूले चाहिँ यति धेरै माया गर्नु भएको छ, जडिया भेनाहरू आउनुभयो, हात खुट्टा भाँच्नु होला, यहाँ नखानुहोस् वहीँ गएर खानुहोस् भनेर चाहिँ हामीलाई दिनुभएको छ। हामी टक्क खाँदैछौँ। यहाँ एउटा बाहुनलाई पनि लोबीके यार जे राख्यो खपखुप खाइदिने, आफू चाहिँ भोकै। त्यो साथीहरूले भाग पनि मलाई चाहिँ बाहुनसँग लगाइदिएर चाहिँ उनीहरू चाहिँ 2 जना त्यहाँ बसेर खाने अरे। अब चाहिँ जे पनि खानेकुरा मगाउने आफ्नो आफ्नो प्लेटमा मगाउने भनेर निर्णय गर्दैछ। धेरै खाएर बोल्दैन पनि नाच ननाच भने छोडिदिनु, ननाचिकन बसिरहन्थ्यो कुन्ती माथि ढुङ्गाले एकतिरको पातै चल्दैन मेरो भइसक्यो छैन। अरू कसैले केही भन्नु छ? कस्तो लाग्यो बिहे? फाइनल्ली गाइज अहिले चाहिँ एउटै भाँडामा खाँदै गरेको। अघि चाहिँ यहाँनिर धेरै कसले खायो भन्ने कुरामा मान्छे धेरै खाने जहाँ खलक खुलुक खाने आफू होइन मुखा हेर त मुखा खायो अरे। क्यामेरा घुमा 1 पिस मासुमा होइन जुरेको छ यही मान्छे, क्यामेराम्यान मान्छे नि। मैले खानु पाएको भए 1 पिस हाल्ने मासु लाग्थ्यो भन्ने कुरा हो क्या। सुरु भइसक्यो लागेन अघि 1 पिस मासु हराएको ब्लगमा भइसक्यो। अब युट्युबमा कहिले आउँछ यहीँ हाल्नु चटपटी त्यो त मिठो हुँदैन थियो यार चटपटी। यो कहिले थाहै छैन खानु पाएको छैन, थाहा पाइहाल्छ मिठो हुन्छ कि हुँदैन भनेर। तानेर फुक लगाएर पहिला खाऊ न अनि थाहा हुन्छ। अनि कि त आधे पाधे गर्नु पर्यो, नुन छादे तामा काक्री झाया डुस तातो खाने रे। हामी 2 जना त होइन 2 जना हिजो यहाँ बस्यो, अब आज लाग्न तयारी यहाँ हुँदैछ। ओइ चिया आएको छैन है? चाउ 2 घन्टामा दिएको थियो, बिना चौधरी अड्लेर आएको पनि त आज। अब कपडाहरू यस्तो फ्यालेर सुताइछ है। ओछ्यानमा चाहिँ नमुत्ने भनेर भन्थे बाबुलाले। ल अब चिया क्यान्सल गरेर हामी लागौँ। खै चिया आउँदैन त। ओ चिया तल गर्दा म होला नि, बाहुनसँग चाहिँ भाग्न राखेँ मुलाई। बाहुनसँग भात खाएर मेरो कन्डै दुख्यो यार, धेरै खुर्सानी हालेर न। Hey guys, म कहाँ छु? Guess the place. खतरा रोड छ यहाँ।
बाटो चाहिँ तल तल छ। म चाहिँ यहाँ माथि हल्का कस्तो छ भनेर डाँडा हेर्न आएको है। उतलतिर छ है बाटो त्यस्तो। बाटो त राम्रै छ, म चाहिँ डाँडा डाँडा एकचोटि घुम्न आएको मात्रै हो है। गाइस बबाल छ दामी। सो गाइस यो चाहिँ दोलखाको खरेढुङ्गा हो है। अरू त के भन्नु अब, ठाउँ हुन थाहा पाएको हुनसक्छ, त्यही भएर मैले बताइदिएको। यहाँ देख्नुहुन्छ यो ढुङ्गा फ्याक्ट्री होला जमानाको, यस्तो छन्। बबाल छ यार ठाउँहरू पनि। तर आज कस्तो क्लियर मौसम छैन कि, पानी पर्ला पर्ला जस्तो भइरहेछ हल्का, त्यही भएर मात्रै हो। हामी चाहिँ कालिम्चोक हिँडेको है। 12तिर जान छौँ। तल गाडी पनि छ, बाइक पनि छ 3-4वटा। यहाँ खरेढुङ्गामा चाहिँ हामी यसो हल्का फोटोसोटो खिच्नु रोकिरहेको थियौँ साथीहरू। मलाई बोर लागेर म चाहिँ त मासतिर हल्का डाँडातिर एक राइड हान्ने भनेर आएको यार। रोडै खतरनाक। देखियो बबाल। यहाँ तल यस्तो झर्छ, यहाँबाट चाहिँ है यस्तो छ। जो पाए त्यही चाहिँ नसक्ने रहेछ, पछाडिबाट अलिक खतम छ। धेरै पछि अफरोड हानेको यार, खुट्टा नै लगलग भयो। टाढो निकाल्ने चाहिँ गर्दैन के हाँस्छ होला। म चाहिँ यो मासतिर फर्किनुपर्छ। यहाँबाट त खासै झर लाग्छ नि त बाइक त। यहाँबाट निक्लिने रहेछ। यहाँ झर्दो रहेछ चाहिँ ठ्याक्कसँगले माथि फिल्मिङ गरिरहेछ क्या। अब यस्तो सुसु आयो।